कल्पना गर्नुहोस् एउटा यस्तो समय जहाँ कुनै नेता यति शक्तिशाली हुन्छ कि उसको आदेश बिना देशमा केही पनि हुँदैन जस्तो लाग्छ। सेना उसको नियन्त्रणमा हुन्छ, प्रशासन उसको नियन्त्रणमा हुन्छ, अदालत र मिडिया पनि उसकै प्रभावमा हुन्छ। यस्तो अवस्थामा धेरै शासकहरूलाई लाग्छ अब उनीहरूको शक्ति असीमित छ, अब उनीहरूलाई कसैले चुनौती दिन सक्दैन। तर इतिहासले बारम्बार एउटा गहिरो सत्य देखाएको छ, अत्यधिक शक्ति प्राय पतनको सुरुवात पनि हुन सक्छ। राजनीतिक चिन्तकहरूले यसलाई एउटा रोचक अवधारणाबाट व्याख्या गरेका छन् जसलाई शक्ति विरोधाभास भनिन्छ। यसको अर्थ के हो भने जसले कुनै नेतालाई शक्तिशाली बनाउँछ, जस्तै जनताको विश्वास, सहयोग र समर्थन, त्यही कुरा शक्ति अत्यधिक केन्द्रित भएपछि कमजोर हुन थाल्छ। जब शक्ति धेरै केन्द्रित हुन्छ त्यहाँ आलोचना हराउँछ, सल्लाह दिनेहरू हराउँछन् र अन्ततः सत्य पनि ओझेलमा पर्न थाल्छ। यही कारणले इतिहासमा धेरै शक्तिशाली शासनहरू अन्ततः कमजोर बनेका छन्। 20औं शताब्दीको सुरुवाततिर जर्मनीमा एउटा नेता सत्तामा आउँदा आए। सन् 1933 मा एडोल्फ हिटलर सत्तामा आए। उनले केही वर्षभित्रै लोकतन्त्र समाप्त गरे, मिडियालाई नियन्त्रणमा लिएर सम्पूर्ण राज्य शक्तिलाई आफ्नै हातमा केन्द्रित गरे। जर्मनी छोटो समयमै युरोपको अत्यन्त शक्तिशाली सैन्य राष्ट्र बन्न पुग्यो। तर शक्ति बढेसँगै निर्णयहरू पनि झन आक्रामक र जोखिमपूर्ण बन्दै गए। अन्ततः उनले दोस्रो विश्वयुद्ध सुरु गरे जसमा करिब 7 करोड मानिसको ज्यान गयो। सन् 1945 मा जर्मनी पराजित भयो र संसारले अत्यन्त शक्तिशाली देखिएको एउटा शासनको अन्त्य देख्यो। इटालीमा पनि यस्तै कथा दोहोरियो। सन् 1922 मा बेनिटो मुसोलिनी सत्तामा आए र फासिस्ट शासन सुरु गरे। उनले लोकतान्त्रिक संस्थाहरू कमजोर बनाए, विपक्षी दलहरूलाई प्रतिबन्ध लगाएर देशलाई सैन्य शक्तिमा आधारित राष्ट्र बनाउन खोजे। सुरुमा धेरै मानिसहरूले उनलाई बलियो र निर्णायक नेता ठाने, तर दोस्रो विश्वयुद्धपछि आर्थिक सङ्कट, जनताको असन्तोष र युद्धको पराजयले अन्ततः सन् 1943 मा उनको शासन ढल्यो। पोर्चुगलमा पनि लामो समयसम्म निरङ्कुश शासन चल्यो। त्यहाँ एन्टोनियो सालाजारको नेतृत्वमा करिब 4 दशकसम्म कठोर शासन कायम रह्यो। तर सन् 1974 मा एउटा अनौठो क्रान्ति भयो। सेनाका जवानहरूले बन्दुकको नालमा फूल राख्दै शान्तिपूर्ण विद्रोह गरे। यसलाई कार्नेसन क्रान्ति भनियो। त्यो शान्तिपूर्ण आन्दोलनले पोर्चुगलमा निरङ्कुश शासनको अन्त्य गरेर लोकतन्त्रको ढोका खोल्यो। सन् 2010 मा मध्यपूर्वमा पनि यस्तै ठूलो परिवर्तन देखियो। ट्युनिसियामा एक युवकले सरकारी दमनको विरोधमा आत्मदाह गरेपछि ठूलो आन्दोलन सुरु भयो। यो आन्दोलनपछि अरब स्प्रिङ नामले चिनियो। यसले धेरै वर्षदेखि सत्तामा रहेका शक्तिशाली शासकहरूलाई चुनौती दियो। लिबियामा मुअब्बर गद्दाफीको शासन समाप्त भयो र इराकमा सद्दाम हुसेनको शासन पनि अन्ततः पतन भयो। फिलिपिन्समा सन् 1986 मा लाखौं मानिसहरू सडकमा उत्रिए र पिपुल पावर आन्दोलन मार्फत फर्डिनान्ड मार्कोसको शासन समाप्त भयो। इतिहासको यही नियम नेपालमा पनि धेरै पटक देखिएको छ। नेपालमा राणा शासकहरूले 104 वर्षसम्म देशको सम्पूर्ण सत्ता नियन्त्रणमा राखे। राजनीति, सेना, प्रशासन सबै उनीहरूको हातमा थियो। तर जनचेतना विस्तार हुँदै जाँदा र राजनीतिक आन्दोलन बलियो बन्दै जाँदा अन्ततः त्यो शासन ढल्यो। विक्रम सम्वत 2007 सालमा राणा शासनको अन्त्य भयो र नेपालमा प्रजातन्त्रको सुरुवात भयो। त्यसपछि पनि नेपाली जनताले पटक पटक परिवर्तनको आन्दोलन गरेका छन्। विक्रम सम्वत 2046 सालको जनआन्दोलनले बहुदलीय लोकतन्त्र पुनर्स्थापित गर्यो। विक्रम सम्वत 2063 अर्थात् 62-63 सालको जनआन्दोलनले 240 वर्ष पुरानो राजतन्त्र समाप्त गर्यो र नेपाल गणतन्त्रको यात्रामा अघि बढ्यो। हालका वर्षहरूमा नेपालमा अर्को महत्त्वपूर्ण राजनीतिक परिवर्तन देखियो। नयाँ पुस्ता, विशेष गरी युवाहरू जसलाई अहिले जेनजी पुस्ता भनिन्छ, सामाजिक सञ्जाल र सूचनाको पहुँचका कारण राजनीतिक रूपमा बढी सचेत बने। यही युवा पुस्ताको सक्रियता र दबावले देशमा ठूलो राजनीतिक हलचल सिर्जना गर्यो। अन्ततः जनदबाव र आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो। त्यसपछि राजनीतिक परिस्थिति परिवर्तन भयो। सामान्यतया विक्रम सम्वत 2084 सालमा हुनुपर्ने प्रतिनिधि सभाको निर्वाचन समयभन्दा अगाडि नै सम्पन्न भयो। विक्रम सम्वत 2082 साल फागुन 21 गते सम्पन्न भएको निर्वाचनले नेपालको राजनीतिमा नयाँ अध्याय सुरु गर्यो। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यन्त ठूलो जनसमर्थन प्राप्त गरेको छ। यो परिणाम धेरै नेपाली नागरिकका लागि आशा र परिवर्तनको संकेत थियो। धेरै मानिसहरूले यसलाई पुरानो राजनीतिक शैलीबाट नयाँ दिशातर्फको यात्राको रूपमा हेरिरहेका छन्। तर इतिहासले एउटा गहिरो पाठ सिकाउँछ, सबैभन्दा ठूलो परीक्षा जितपछि सुरु हुन्छ।
जनताको विश्वास जित्नु एउटा ठूलो उपलब्धि हो, तर त्यो विश्वासलाई जोगाइराख्नु अझ ठूलो जिम्मेवारी हो। 2/3 बहुमत कुनै पनि सरकारका लागि अत्यन्त शक्तिशाली स्थिति हो, तर यही शक्ति कहिलेकाहीँ अहंकार र दम्भमा बदलिने खतरा पनि हुन सक्छ। इतिहासले देखाएको छ, जब शासनमा दम्भ आउँछ, जब आलोचनालाई बेवास्ता गरिन्छ, जब सत्तालाई स्थायी ठानिन्छ, त्यहीबाट समस्याहरू सुरु हुन्छन्। नेपालको वर्तमान सन्दर्भमा पनि यही कुरा स्मरण गर्न आवश्यक छ। यदि नयाँ सरकार 5 वर्षसम्म स्थिर र सफल बनाउन चाहन्छ भने सबैभन्दा ठूलो हतियार दम्भ होइन, नम्रता हुनुपर्छ। जनताले ठूलो परिवर्तनको सपना देखेका छन्, तर परिवर्तन सधैँ एकै पटक ठूलो छलाङ मारेर आउँदैन। धेरै पटक परिवर्तन साना साना निर्णयबाट सुरु हुन्छ, जसले जनताको दैनिक जीवनमा सीधा प्रभाव पार्छ। त्यसैले आजको सन्देश कुनै आलोचना होइन, बरु एउटा विनम्र सम्झना हो। इतिहासले देखाएको पाठ बिर्सनु हुँदैन। यदि शासन नम्र रह्यो, सुशासनलाई प्राथमिकता दियो, साना तर प्रभावकारी सुधारहरू गरियो र जनताको भावना सधैँ केन्द्रमा राखियो भने 5 वर्षपछि यो जनमत अझै बलियो बन्न सक्छ। किनकि अन्ततः देशको वास्तविक शक्ति कुनै दल वा नेतामा होइन, जनताको विश्वासमा हुन्छ। त्यो विश्वास जोगाइराख्ने सबैभन्दा राम्रो उपाय शक्ति प्रदर्शन होइन, विनम्रता, जिम्मेवारी र सुशासन हो। इतिहासले दिएको यही पाठलाई सम्झेर यदि अगाडि बढ्न सकियो भने अहिलेको विजय केवल राजनीतिक सफलता मात्र होइन, नेपालको स्थायी रूपान्तरणको सुरुवात पनि बन्न सक्छ। धन्यवाद।